बुहारीलाई मन्त्र सुनाउँदै आजबाट गुरु बग्नुभयो घन्टी टिनी बोलाइदिन्छु छोरालाई नि बोलाइदिनु न भाइ साधुलाई नि बोलाउने अब यो फल चढाएर जगेर फल त ऊ त्यहाँ मेनमा छैन त्यसमा छैन यहाँ यता बाबाजीलाई दिनु ल सुन्नु त्यहाँ छुन्नु न बत्तीलाई छुन्नु ल गुरु मन्त्र ल हरिओम तत्सत हामीले नि खाएको छैन मेरो के वशिष्ठ राशि यता दिदीलाई सुन्नु पर्यो बाबु कविन आमा मलाई त सास फेर्न अप्ठ्यारो गर्नु भयो ल म यहाँ छोरालाई छुन्छु क्या अब त मलाई छो त एउटा हातले सबैको छोइन्छ यहाँ बाबुलाई छोड्छु त त्यता देखा म यता देखाउँछु अरे कति रात देखेको है एक लाख र 11 सुते 1 लाख बत्तीको आज कर्मकाण्ड हुँदैछ हाम्रो भिनाजीले बोल्दै हुनुहुन्छ है भगवानले रक्षा गरून् सबैजना आका इष्टमित्र देवता मित्र सबैलाई रक्षा गरून् है भगवान सबै खुसी हुन् हो चाँदीको पालाबाट फर्काएर हाम्री माइली दिदीले लक्षदीप प्रज्वलन गर्दै हुनुहुन्छ दक्षिणतिर नफर्काऊ त पूर्वतिर फर्काऊ ल
के गर्नु पर्यो? अब दिनको पूजा गर्न पर्यो पैसा तुपाला खै पूजाको थाली चन्दन सेता फुलहरू खै के दियो होला त ए भयो भयो उठ यिनले त पैसा तान्न लाने अरे नि